हामी चाहिँ मकवानपुर हेतौडा गढीले घुम्नलाई आएको थियौँ। यहाँ चाहिँ एकदम रमाइलो ठाउँ पनि रमाइलो रहेछ। अनि यहाँ चाहिँ आउँदै गर्दा चाहिँ मेरो टिकटक हेर्नु हुँदो रहेछ उहाँ दिदीहरू दाइले चाहिँ। अनि चाहिँ चिनेर चाहिँ बोल्नुभयो, खुसी लाग्यो। अनि कस्तो लाग्छ हाम्रो भिडियोहरू दिदी? एकदम सबभन्दा बढी चाहिँ तपाईँको मम्मीको राम्रो लाग्छ होइन, अनि तपाईँहरू पनि राम्रो लाग्छ, सबैभन्दा राम्रो लाग्छ। एकदम हामीलाई चाहिँ यो ठाउँमा चाहिँ जतिले पनि देखेर बोल्नुभयो, मम्मीलाई चाहिँ एकदम मिस गर्नुहुन्छ र हामीले पनि मम्मीलाई मिस गरिरहेछौँ अहिले। किनभने अब जति पनि देखेर हामीलाई चिन्नुहुन्छ, बोल्नुहुन्छ, त्यो सबै मम्मीले गर्दा हो। र भन्दै दिदीहरूलाई चाहिँ धेरै धेरै ल नमस्कार छ मेरो तर्फबाट है। खुसी लाग्यो भेटेर। हामीलाई पनि एकदम खुसी लाग्यो। धन्यवाद। सो गाइज सबैजनालाई दर्शन नमस्ते। आज चाहिँ धेरै दिनपछि चाहिँ ब्लग भिडियो स्टार्ट गर्दैछु र म चाहिँ कहाँ छु भन्ने कुरा चाहिँ तपाईँहरूले चाहिँ धेरैजनाले भिडियो हेरेर पनि टिकटकमा हेर्नुभएको भने चाहिँ थाहा पाइसक्नुभयो होला होइन। थाहा पाउनु भएको छैन भने पनि हामी चाहिँ यो समयमा चाहिँ अहिले हामी छौँ हेटौडामा छौँ। हेटौडा मलाई हेतौडा भन्थे मान्छेले, धेरैले हेतौडा होइन हेटौडा भनेर भन्नु त्यस्तो। हेटौडामा छौँ र यहाँ चाहिँ हामी चाहिँ किन आएको 2 गते आएको थियौँ। हामी अहिलेसम्म यहीँ छौँ। किन आएको थियौँ भनेपछि धेरैजनालाई थाहा नहुन सक्छ, म म्यारिड हो होइन। मैले बिहे गरेको छु। मैले चाहिँ हेतौडाबाट बिहे गरेको थिएँ र मेरो ससुराली चाहिँ हेतौडा हो र मेरो वाइफ चाहिँ तामाङको छोरी भएर अनि तामाङको लोसारमा चाहिँ हामीलाई चाहिँ ल आउनै पर्छ, ल आउनु भनेर भन्नुभएको थियो। त्यो भएर चाहिँ हामी लोसारको लागि आएको थियौँ र आज चाहिँ लोसार छ, हामी चाहिँ हेर्न जान्छौँ। फर्स्ट टाइम पनि हो कस्तो हुन्छ लोसार हेतौडामा। सो यहाँ चाहिँ एकदम दामी भ्यू देखिन्छ यहाँबाट। मेरो ससुराली चाहिँ यो भइहाल्यो, यता पनि छ दाइको। अनि यो घर र यो घर चाहिँ हाम्रो ससुरालीको। टक्क यहाँबाट देखिने अगाडिको भ्यू चाहिँ हेतौडा बजार। अनि यो चाहिँ हेतौडा बजार हो र हेतौडामा चाहिँ सिमेन्ट कारखाना टन्नै रहेछन् क्या। यहाँ पनि देख्न सक्नुहुन्छ है, यो पनि सायद सिमेन्ट कारखानाको नै हो। अनि यहाँबाट यता आउँदाखेरि यता पनि रहेछ सिमेन्ट फ्याक्ट्रीको। सो अनि धेरैजनालाई चाहिँ मैले अहिलेसम्म भिडियो बनाउनु पनि पाएको थिएन। किन भनेपछि चाहिँ म चाहिँ अब त्यस्तै आएको भर्खर, अब ससुराली आएको मान्छे अलिकति गौरालो पनि भएर बस्नु पर्ने र कति चुमुक भिडियो बनाइराख्नु भनेर चाहिँ मैले बनाएको थिएन। सो घरमा चाहिँ बनाउँदिनँ। मलाई चाहिँ पब्लिकमा चाहिँ भिडियो बनाउनु जिरो कन्फिडेन्समा छु। तैपनि धेरैले चिन्नुहुन्छ पब्लिकमा। अब पब्लिक प्लेसमा हिँड्दा पनि टक्क मान्छेहरूले चाहिँ चिन्नु चाहिँ हुन्छ, ओ हजुरको भिडियो हेर्छु भनेर त्यसरी बनाउँदा उनी लाग्छ छैन। तैपनि मलाई चाहिँ कन्फिडेन्स जिरो छ पब्लिकमा चाहिँ भिडियो बनाउनलाई चाहिँ कन्फिडेन्स छैन। सो त्यो भएर चाहिँ म बरु माथि आएपछि एकदम फ्री जसरी बनाए पनि हुन्छ त्यो भएर चाहिँ म यता आएको छु। हेतौडाको धेरै साथीहरूलाई चाहिँ थाहा नहुन सक्छ होइन। यो चाहिँ डेटिङ प्लेस चाहिँ खतरा दामी छ यार। अहिले चाहिँ घाँस भरिएछ, पहिला चाहिँ घाँस थिएन अरे। यहाँ एकदम गाई गोरु चर्दा मसिनो घाँस हुँदा चाहिँ एकदम दामी देखिने थियो। यहाँबाट यता गयो भने चाहिँ चितवन रहेछ, यहाँबाट यो चाहिँ हेतौडा बजार र यताबाट यता जाँदै फापरबाडी भन्ने ठाउँमा जान्छ अरे भन्ने सुनेको। एकदम रमाइलो ठाउँ छ, हजुरहरू पनि आउनु होला। हामी चाहिँ आज घुम्न पनि जान्छौँ। अब लोसारको दिनमा टक्क मेला कता लाग्छ, मेलामा पनि जान्छौँ र मेला प्लस हामी चाहिँ स्मारक भन्ने के छ अरे यो ठाउँमा, अनि त्यहाँ पनि जान्छौँ। बुद्ध पार्कतिर पनि भयो भने चाहिँ जान्छौँ। बुद्ध पार्क चाहिँ अस्ति आउँदाखेरि देखेको, सो भिडियो बनाउनु चाहिँ पाएन र म चाहिँ जान्छु अहिलेचोटि चाहिँ सबै ठाउँ घुम्ने हो। मैले अहिलेसम्म घुमेको छैन र अलि दिनपछि यहाँबाट बसाइसकेपछि 8-9 गते फेरि हामी काठमाडौँ पनि जान्छौँ होला। भाइ आएको छ मसँग चाहिँ, अनि भाइले चाहिँ जाने म पनि घुम्ने हो, म अहिलेसम्म गएको छैन भने सो हिँड्न त काठमाडौँतिर नि घुम्लास्, हेतौडातिर नि हेर्लास् भनेर भाइलाई पनि लिएर आएको छु। सो स्कुल छोडी पनि जान्छु भनेर मान्दै नमानेपछि ल्याएर आएको छु। अनि आएको बेलामा चाहिँ अब काठमाडौँतिर पनि घुमाइदिनु पर्ला भन्ने छ। सो हुन्छ, अब यति भन्दै दिउँसोको लागि ब्लग चाहिँ हेर्न नबिर्सिनु होला। सो यो चाहिँ भाइ होइन, टक्कै त हेर्दै त एकचोटि यस्तो हेरेर पोस्दै त यस्तो दामी छ कि भ्यू चाहिँ यस्तो दामी। अझ अलि पुरा नदेखिँदो रहेछ कि यो सेतो हुस्सु ढुँडी लाएर। नत्र चाहिँ बबाल छ ठाउँ चाहिँ यस्तो दामी। बिहानै मलाई चाहिँ यहाँको एकदम मन परेको चाहिँ के भने चाहिँ एकदम बिहानै घाम लाग्ने रहेछ नि। हाम्रोतिर चाहिँ घाम भन्ने हो भने चाहिँ
12-1 नबजुन्जेल घाम देख्न पाइन्न, फेरि 4 बजी सकिन्छ। यहाँ चाहिँ घाम चाहिँ यस्तो चिसो दिनमा चाहिँ बवाल लाग्यो मलाई चाहिँ, यस्तो मस्त लाग्यो। बिहानैबाट मजाले उठेर, नत्र उहाँ त 9 बजीसम्म सुत्ने हो घाम नलाएर चिसोले। यहाँ चाहिँ बिहानै उठेर फ्रेस भइसक्यो। ल आज हामी कहाँ कहाँ जान्छौँ घुम्नु भन्दै त? कता नाम थाहा छैन, हेटौडा बजारतिर। आज मेला छ अरे होइन? आज लोसारको मेला छ अरे, त्यो मेलामा चाहिँ हामी जान्छौँ आज। यो चाहिँ किन आयो टिप्पर हो कि ट्रक हो? पानी ट्याङ्कर आयो सायद, पदार्थ होइन अरू नै हो यो, केही होला सायद। यहाँनिर आएर रोकिँदै हुनुहुन्छ, सायद चिनेको होला। यसको चाहिँ नम्बर छ BAP 03-001 क 076-3। एउटा अस्पताल है यो चाहिँ, अस्पताल चाइना गेट। यो चाहिँ चाइना गेट, चाइना गेट। अनि बुटोल महेन्द्रनगर पोखरा 204 किलोमिटर, काठमाडौँ 220। सो गाइस यति बेला चाहिँ हामी शहीद स्मारक हेटौडा प्रवेशद्वार भन्ने ठाउँमा आइसक्यौँ होइन। यहाँ देख्न सक्नुहुन्छ गेट हो यो चाहिँ त्यहाँको होइन। सो यो चाहिँ हाम्रो फर्स्ट टाइम हो र यता फर्स्ट टाइम हो। अनि बालसाल यस्तो मिलाने टक्क लाएर यहाँ चाहिँ टिकट काट्नुपर्छ सायद। हामी चाहिँ टिकट काट्छौँ। यता चाहिँ यस्तो ठाउँ रहेछ। ओ त्यहाँ माथि पनि रहेछ नि, पिङ खेल्ने यस्तो दामी ठाउँ पनि रहेछ। यो चाहिँ मकवानपुर हेटौडामा। अनि यहाँबाट चाहिँ हामी टिकट लिन जानुपर्ने हुन्छ। हामी 4 जना छौँ। हामी 4 जनाको टिकट पनि ल्याएर आउँछौँ। अनि टिकट ल्याएर भित्र गएर हेर्छौँ कस्तो कस्तो छ, सबै देखाउँछौँ। भिडियो चाहिँ हेर्नु होला लास्टसम्म। सो यति बेला चाहिँ हामीले टिकट लिइसक्यौँ। एउटा टिकटको चाहिँ 50 रहेछ भने हामीले चाहिँ 4 जनाको 200 तिरेर टिकट लिइसक्यौँ। अनि के छ टिकटमा चाहिँ पछि हेरौँला। सो गेटबाट भित्र आएपछि चाहिँ यहाँनिर पसलहरू पनि रहेछ। अनि पसलहरूसँगै यो चाहिँ यता पनि पसल नै होला सायद। खासमा चाहिँ बत्तीहरू सबै बल्छ होला होइन राति त। यहाँ तल चाहिँ पोखरी रहेछ, ठुलो पोखरी रहेछ। गोही छ यसमा? ए यसमा उहरू राखेको ठाउँ हो यो कि गोही मात्रै छ? हो र? ल त्यसो भए चाहिँ आज रमाइलो हुने भयो। ओ बाँदर पनि यहाँ रहेछ, कछुवा रहेछ। ओ माई गड। हेटौडाको स्मारक पार्कमा चाहिँ मैले त यस्तो पार्क मात्रै होला भनेको त, मैले त यस्तो यो चिडियाखाना हो जस्तो चाहिँ लाग्दैन। बाँदरहरू रहेछ। अहिले चाहिँ सबै देखाउँछौँ हामी। यता चाहिँ फोटो खिच्ने पनि सक्नुहुन्छ। यता जाउँ न। यहाँ चाहिँ के लेखेको छ भनेपछि फुल तथा बोट बिरुवामा लगाएमा रुले 500 जरिवाना लाग्ने छ। ओ माई गड। स्मारक पार्क है यो चाहिँ। अनि टक्क हेर्दा चाहिँ एकदम दामी छ, केही पनि यता उठ्दैन। ओ माई गड। चाहिँ हाम्रो दिदी यस्तो बवाल ठाउँ छ है। यस्तो यहाँ चाहिँ यस्तो बवाल ठाउँ छ कि। अनि देखाउँछौँ है यतातिरबाट देखाउँदै। ओ माई गड। दुबोभित्र पस्न मनाइ छ अरे यहाँ चाहिँ। भित्र चाहिँ नजाउँ, बाहिरबाट हेरौँ। सुन्दर चिज भनेको बाहिरबाट हेर्नुपर्छ। यहाँ चाहिँ पछि भोगलान गएर नास्ता पनि खान सक्यो। अनि यता चाहिँ यस्तो छ ठाउँहरू। यहाँ चाहिँ यस्तो दामी मयुर रहेछ, यस्तो दामी मजुर छ है। माथि आउनु पर्ने यो पानी यस्तो बवाल तरिकाले आइरहेको छ, छुन चाहिँ नसकिँदैछ। हात लामो चाहिन्छ। अनि यहाँ माथि जानु चाहिँ मनायो होला। यहाँ देख न माथि मजुर। यस्तो दामी छ यार हेर्नु त। तर यो बनाउने मान्छे चाहिँ बेस्ट हो क्या, दामी बनाएको छ। अनि यहाँ चाहिँ पानी, पानी पनि कस्तो मिलेर खसेको यार यस्तो बाटो है, कटिङ भएर।
अनि यहाँ चाहिँ यस्तो छ, यो चाहिँ झन्डामा घामले चाहिँ देखिएन। ओ भाइ साहब ये क्या है, यति यो चाहिँ उल्लुहरू पनि छ यहाँ। उल्लु नै हुचिल हो क्या, हाँउबाग उपिले देख्थेन हाम्रोतिर यस्तो। भुर्दुङ त्यसको त पुच्छरै छैन त, भाले हो त्यो। यो भाले, यो पुच्छर भएको भाले। दिस इज गोल्डन धरहरा इन हेतौडा, फ्रम हेतौडाको इन सो यति बेला चाहिँ हामी स्मारक पार्क घुमेर चाहिँ फर्किने बेला भइसक्यो। हामीले चाहिँ धेरै चाहिँ खिचिनौँ, धेरै ठुलो रहेछ पार्क चाहिँ होइन। हामीले चाहिँ अब सानै नै होला सोचिरहेको थिएँ मैले त, एकदम ठुलो रहेछ। त्यहाँ तलदेखि वहाँ माथिसम्म छ। अनि हामीले चाहिँ जति घुम्न सक्यौँ त्यति नै देखायौँ। अनि नेक्स्ट टाइम अब च्यानल सब्सक्राइब गरिदिनु होला। त्यति भन्दै आजको भिडियो चाहिँ यहाँको चाहिँ यति नै गर्छौँ। र अर्को ठाउँ अब हामी आज लोसार छ, लोसार मेला हेर्न जान्छौँ। मेला कतिको लाग्छ र त्यो पनि देखाउँछौँ सबै कुराहरू। ल हाई गाइस, हामी गढीमै घुम्न आएको। कहाँ रे भाइ? गढीमै हेटौँडा। गढीमा हेटौडा घुम्न आएको छौँ हामी चाहिँ। हामी उकालो चढ्दैछौँ। हामी उकालो सिडीमा चढ्दैछौँ। ठाउँ चाहिँ यस्तो छ होइन। गाईहरू हिँड्नु ल माथि। गाईहरूको गाह्रो छ, गाह्रो छ हिँड्नु। सो यति बेला चाहिँ हामी मकवानपुर गढीमा घुम्न आइरहेको छौँ। फर्स्ट टाइम मात्र हिँड्दैछौँ। यहाँ चाहिँ त्यहाँ तलसम्म रहेछ दिदीहरू यता। अनि हिँड्न चाहिँ एकदमै गाह्रो रहेछ उकालोमा। हुन त हामीलाई यो त नर्मलै हो, यस्तो हामी गाउँघरमा बसेको मान्छेलाई यो बाटो त नर्मल हुन्छ। उहाँ दिदीहरूले चाहिँ हाम्रो भिडियोहरू हेर्नु हुँदो रहेछ, टिकटक बनाउँदै आउनु भएको छ। फेरि गीत बजेको सुन्यो भने चाहिँ हाम्रो भिडियोमा कपिराइट लाग्छ। कपिराइट लाग्यो भने हाम्रो आइडी उड्यो भने हामी फेरि बेरोजगार हुन्छौँ। यहाँ चाहिँ गढीमा हात्ती पनि छ। चितवन सौराको हात्ती ल्याएर यहाँ राख्ने कार्यक्रम भइरहेको रहेछ। अनि के छ खासमा चाहिँ यहाँ खास बनायो, यो चाहिँ मकवानपुर गढी रहेछ। यो चाहिँ यहाँ तल चाहिँ नाचगान पनि हुँदै रहेछ। आज लोसार हो नि त तामाङहरूको, सो त्यो भएर चाहिँ नाच। औ माथि ड्रोन सट लिँदैछन् कसैले, यस्तो दामी देख्छ होला ड्रोन सट छ यार। ड्रोन उडाइरहेछन् मान्छेहरूले चाहिँ। अब हामीसँग चाहिँ अहिलेचोटि छैन, यो मोबाइल मात्र बोकेर आएको छौँ। अब नेक्स्ट टाइम आउँदा चाहिँ हामी पनि ड्रोनहरू ल्याएर आएर टक्क त्यो ठाउँको यस्तो बवाल भिडियो बनाउँछौँ। अहिलेलाई चाहिँ अब मोबाइलबाटै जति सकिन्छ त्यति देखाउँछौँ होइन। अनि टक्क यहाँ हेर्नु त यो गढी अब यहाँभित्र चाहिँ कस्तो रहेछ भन्ने हो। यो चाहिँ उहिले हाम्रो पुर्खाहरूको पालामा चाहिँ एकीकरण गर्नको लागि हो कि के गर्नु। ओ माई गड, यो चाहिँ गढीको गेट भित्र चाहिँ कस्तो छ त। यहाँ चाहिँ यस्तो रहेछ।
3, 2, 1 go ल भएन नि गीत आएछ कि फिल्टर हालेको 3, 2 एक काम गर भाइ यहाँ साइडमा रह फर्स्ट मेरो लिनु म दुई सेकेन्ड बोल्छु किन उति हामी चाहिँ मकवानपुर हेतौडा गढीले घुम्नलाई आएको थियौँ यहाँ चाहिँ एकदम रमाइलो ठाउँ पनि रमाइलो रहेछ अनि यहाँ चाहिँ आउँदै गर्दा चाहिँ मेरो टिकटक हेर्नु हुँदो रहेछ उहाँ दिदीहरू दाइले चाहिँ अनि चाहिँ चिनेर चाहिँ बोल्नुभयो खुसी लाग्यो अनि कस्तो लाग्छ हाम्रो भिडियोहरू दिदी एकदम सबभन्दा बढी चाहिँ तपाईँको मम्मीको राम्रो लाग्छ होइन अनि तपाईँहरू पनि राम्रो लाग्छ सबैभन्दा राम्रो लाग्छ एकदम हामीलाई चाहिँ यो ठाउँमा चाहिँ जतिले पनि देखेर बोल्नुभयो मम्मीलाई चाहिँ एकदम मिस गर्नुहुन्छ र हामीले पनि मम्मीलाई मिस गरिरहेछौँ अहिले किनभने अब जति पनि देखेर हामीलाई चिन्नुहुन्छ बोल्नुहुन्छ त्यो सबै मम्मीले गर्दा हो र भन्दै दिदीहरूलाई चाहिँ धेरै धेरै ल नमस्कार छ मेरो तर्फबाट है खुसी लाग्यो भेटेर हामीलाई पनि एकदम खुसी लाग्यो धेरै धेरै धन्यवाद